रवि लामिछानेले त रोक छेक सिद्ध्याउ थुन बन्द गर आरोप लगाऊ ठग भन चोर भन फटा भन हत्यारा भन भ्रष्टाचारी भन सक्दो भन पूर्वचालिक थुना हुनुहुन्छ भने 15 जना मान्छे फरार हुनुहुन्छ त्यसमध्ये जीवी राईको इस्यु अहिले उठेको छ जुन सांकेतिक रूपमा आएको छ रवि लामिछाने भन्ने त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणमा कुनै पनि आधार देखिँदैन सहकारीको विषयको सन्दर्भमा संसदीय छानबिन समिति बनायो तर के पनि भेटिएन र हामीले उठाएको कुरा सारा गलत साबित भए त्यो त हाम्रो लागि मेरो लागि राजनीतिक विषय त हुने नै हो सिङ्गो पार्टीको लागि कत्रो ठुलो विषय होला नेपाली कांग्रेस एउटै मान्छेलाई राति प्रधानमन्त्री बनिदिनुहोस् 1.5 वर्षका लागि भन्न जान्छ कागज लिएर सम्झौता गरौँ भन्न जान्छ राति त्यो कागजमा उनले सम्झौता नगरेपछि भोलिपल्ट यो त सहकारीको भ्रष्टाचारी हो भन्दै उफ्रिन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रकम लिएको छैन तपाईको प्रतिवेदनले त्यो भन्छ त्यो लिएको तथ्य हामीले प्राप्त गर्न सकेनौं पर्खिनुस् न सकेनौं भनेको छैन आजका दिनसम्म यो प्रतिवेदनले भने अनुसार रवि लामिछानेले कुनै पनि सहकारीबाट रकम लिएको छैन प्रतिवेदनले यही भन्छ प्रतिवेदनले के भन्छ भने तथ्यका आधारमा डकुमेन्टका आधारमा रवि लामिछाने कुनै सहकारीको सदस्य भएको पनि देखाउनु सर पर्खिनुस् है यहाँ बुझौं तपाईले बनाएको प्रतिवेदनै सबै भावनाको आधारमा त होइन नि होइन तथ्यको आधारमा हो तपाईको तथ्य प्रमाण नजिर तर्क एउटा सिंगल प्रमाण भएको भए पनि यसको अर्कै हुन्थ्यो यो सबै प्रतिवेदन तथ्यका आधारमा बनेको भने तथ्यले के भन्छ भने रवि लामिछानेले सहकारीको रकम लिएको छैन आफूले व्यक्ति भने मैले व्यक्ति रवि लामिछानेले आफू सहभागी भएर कुनै पनि सहकारीबाट पैसा लिएको छैन